जय मसीह। फेरि पनि म उपस्थित भइसकेको छु। हाम्रो नेपाली क्रिस्चियन सिनेमा युट्युब हेरेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई फेरि पनि धन्यवाद। आज म उपस्थित भइसकेको छु। तपाईँहरूको माझमा एउटा बाइबलको खण्ड लिएर आएको छु। तपाईँहरूको माझमा यूहन्ना 15को 1 देखि 8 सम्म म पाठ गर्नेछु। तपाईँहरूले सुन्न सक्नुहुनेछ। यहाँ चाहिँ शीर्षकमा चाहिँ रहेको छ डाकको बोट र हाँगाहरू भन्नुभएको छ परमेश्वरको वचनले। आज हामी यो परमेश्वरको वचनबाट पाठ गरेर हामी केही सिक्नेछौँ। म पाठ गरेँ, तपाईँहरूले सुन्न सक्नुहुनेछ। कतिपय पाठ गर्नुमा भन्नुमा मिस्टेक हुन्छ भने माफ गर्नुहोला, क्षमा गर्नुहोस् र परमेश्वरले पनि मलाई क्षमा गर्नुहुनेछ भन्दै म सुरु गरेँ। 1 मा साँचो डाकको बोट म हुँ र मेरा पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई काट्नुहुन्छ र फल फलाउने हरेक हाँगाहरूलाई झन् बढी फल फलोस् भनी उहाँले छिमल्नुहुन्छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरूलाई अघि नै शुद्ध भइसकेका छौ। ममा रहु र म तिमीहरूमा रहन्छु। जसरी हाँगा डाकको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैनन्, त्यसरी नै तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। डाकको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हो। मैले यदि कोही ममा रह्यो भने म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यसले हाँगा झै बाहिर मिल्काइन्छ र त्यो मिल्काइन्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र हाँगाहरू आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। तिमीहरू ममा रह्यौ भने र मेरो कुरा तिमीहरूमा रह्यौ भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति हुनेछ। तिमीहरूले धेरै फल फलाएर मेरो चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरो पिताको महिमा हुनेछ। जय मसीह। सबैलाई हाम्रो भिडियोलाई हेर्दै गर्नुहोस्, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर जोडिनुहोस्। अब हामी नेक्स्ट टाइमतिर योभन्दा केही समयपछि चाहिँ हामी अझै राम्रो वचन एउटा परमेश्वरको सन्देशहरू ल्याउने कोसिस गर्छौँ। अहिले चाहिँ हामी यतिकै एउटा बाइबलको पाठहरू मात्रै हामी गरेर तपाईँहरूलाई सुनाउनेछौँ। आउने दिनहरूमा चाहिँ भविष्यको दिनमा चाहिँ हामी एउटा राम्रो कार्यक्रम ल्याउने कोसिस मैले गरिँदैछु। तपाईँहरूले यसमा साथ दिनुहोला। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर सबैलाई धन्यवाद। आजलाई छुट्टी।